नमस्ते, म सुवर्ण तिवारी। आज चाहिँ म हजुरहरूलाई यो हामीले बनाएको 3 एक्सिस रोबोटिक आर्मको चाहिँ डेमोन्स्ट्रेसन गरेर देखाउन गइरहेको छु। डेमोन्स्ट्रेसन गर्नुभन्दा अगाडि चाहिँ यो हाम्रो जेनरली टोटल्ली हाम्रो 3D प्रिन्टेड पार्ट्सबाट बनेको रोबोटिक आर्म हो र यसलाई हामीले एज अ कन्ट्रोलरको रूपमा चाहिँ हामीले अर्डिनो युनो युज गरेका छौँ र पावर सप्लाईको लागि हामीसँग लिपो ब्याट्री छ, सँगसँगै पावर कन्ट्रोलको लागि एउटा हामीले बक मोडुल पनि युज गरेका छौँ। त यो चाहिँ हाम्रो 3 एक्सिस रोबोटिक आर्म हो, त्यही भएर यो 3टा एक्सिसमा प्यारलली मुभ गर्छ र यसलाई चाहिँ हामीले बाइ डिफल्ट चलिरहेको एउटा मोमेन्टम क्रिएट गरेर कोडिङको थ्रुबाट चाहिँ एउटा सर्टेन प्याटर्न चाहिँ रेगुलर कपी गर्ने प्याटर्नमा हामीले सेट गरेका छौँ र म हजुरहरूलाई यसको डेमो देखाउँछु है त। सो यी जस्तै अन्य पनि हामीसँग रोबोटिक आर्म लगायत अन्य रोबोटिक्स किटहरू पनि एभाइलेबल छन्। त्यस्तै किटहरूको जानकारीको लागि, त्यस्तै किटहरू हेर्नको लागि हाम्रो रोबो आरम्भलाई फलो गरिदिनु होला। युट्युबमा गएर सब्सक्राइब पनि गरिदिनु होला। फेसबुक पेज रोबो आरम्भ छ, त्यहाँ पनि फलो गरिदिनु होला।